हल्का यसो सखिरा भनिदिउँ भनेर हो। खै हेरौँ त सकिएर फेरि हल्लाउ त एकलट हेरौँ सखिरा नाइ के अरूले फेरि नाइ के देखोस् त अब त्यो हेर्ने कस्तो कुरा गरेको हौ देखिहाल्छ त लगाएपछि त अनि सखिरा न के हेर्छौ त भन ओ त्यस्तो होइन हौ त्यट त्यस्तो होइन हौ कहाँ त्यस्तो कस्तो त्यट के हेर्छौ त भन न कुन डान्स हेर्छौ मलाई चाहिँ फेरि अलि भ्यागुता डान्स हो क्या फेरि हजुर उठ्यो बस्यो हो क्या फेरि भ्यागुता डान्स थाहा छैन ल ल ल एकैछिन ल खै ओइ कसरी नाचौँ अबे ओइ ओइ अबे यस्तै हो है फेरि मेरो डान्स मलाई मन परेछ फेरि यस्तै यस्तै हो है फेरि कमेन्ट पढ न कमेन्ट के भन्छ भने ओहो है कट्टु है भन्दैछ यार पेन्टी खै भन्दैछ कट्टु त मैले घरमै छोडेर आएको छु पेन्टी छैन भनेपछि अनि त्यो कुन नयाँ पेन्टी हो कि त्यही पुरानो पेन्टी हो च्यातेको हेर्दा लाग्छ नयाँ नै हो जस्तो लाग्छ नयाँ नै हो कट्टु त कति दिन भयो त्यो नफेरेको अब नेक्स्ट टाइम जीवनले मलाई कट्टु किनिदिन्छ म खुसी छु धेरै साँच्ची हो होइन त्यो कट्टु कति भयो नफेरेको चाहिँ कट्टु किनिदिन्छौ त्यो गनाउने कट्टु लाएर बसिरहेको थेट तिमी मैले अस्ति कट्टु किने हो तै पनि तिमी यस्तो भन्ने मलाई होइन हौ त्यही त कट्टु चाहिँ त्यही भन्दैछु त कट्टु चाहिँ कति भयो फेरेको फेरि कि फेरेन टाइप सेट हुन्छ क्या बुझेनौ अब कट्टु त सस्तै हो तर कट्टु सस्तै हो तर फेरेको फेरि गर्छु तर साथी पनि हेरौँ त कस्तो छ नाइ साथीलाई किन हेर मलाई हेर न म सधैँ छु त हो कि क्या तर यस्तो हो क्या अब यसो पोखरी टक्क दसैँमा यसो घुमघाम गरौँ भनेको बाटो हेर न मुगलिनमा गिदी भएर पहिरोले गाड हानिरहेको रहेछ अनि आउन